अल्टिमेट गेमिङ पर्फर्मेन्स त्यो पनि बजेटमा तपाईँलाई चाहिएको छ र एचपी को भिक्टस सिरिज नै चाहिएको छ भने यो ल्यापटप तपाईँका लागि हो। एनभिडियाको RTX 4050 ग्राफिक्स कार्ड दिएको छ, 6GB र्यामको साथमा आउँछ भनेपछि डिसेन्ट एफपीएसमा तपाईँले 1080p लेभलमा राम्रो गेमिङ गर्न सक्नुहुन्छ। प्रोडक्टिभिटी पनि यसमा मजाले गर्न सक्नुहुन्छ। इन्टेलको कोर i5 13 जेनको CPU दिएको छ, त्यस्तै गरेर 16GB को DDR4 र्याम दिएको छ भने 512GB को जेन 4 एसडी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। 15.6 इन्च फुल एचडी डिस्प्लेको साथमा 144 आवर्स रिफ्रेश रेट र 45% एनटीएससी कलर ग्यामेट पनि यसमा दिएको छ। पुरानो भिक्टस भन्दा यसमा चाहिँ अलिकति ब्याट्री लाइफ पनि बढी दिएको छ। 70 वाट आवरको यसमा तपाईँले ब्याट्री देख्न सक्नुहुन्छ भने 120 वाटको यसमा एडाप्टर पनि दिएको छ। सो यदि तपाईँ बजेटमा रहेर RTX 4050 ग्राफिक्स कार्ड भएको ल्यापटप तपाईँ खोजिरहनु भएको छ भने डेफिनेटली रूपमा यो ल्यापटपलाई चेकआउट गर्न सक्नुहुन्छ। र यस ल्यापटपको प्राइस चाहिँ 1,10,000 यसको प्राइस रहेको छ। र यदि तपाईँलाई यो ल्यापटप लगायत कुनै पनि पीसी एक्सेसरिजहरू चाहिएको छ भने कम्प्युटर दरबारको स्टोरमा तपाईँ आजै भिजिट गर्न सक्नुहुन्छ अथवा स्क्रिनमा देखाएको नम्बरमा डाइरेक्ट कल अथवा व्हाट्सएप गरेर पनि तपाईँले इन्क्वायरीहरू लिन सक्नुहुन्छ अथवा अर्डरहरूलाई प्लेस गर्न सक्नुहुन्छ।